यो मेरो क्लासरुम भित्रको माहौल यस्तो छ। अरे बाप रे। आजको भिडियो एकदम नै अनौठो र फरक हुनेवाला छ किनभने आज हो मेरो कलेजको अन्तिम दिन, लास्ट दिन। ग्लोबल 5 जीपीए टप यस्तो उसको सर्टमा लेखेको थियो। यहाँ एउटा कुरा एकदम नै बचाउनु पर्ने हुन्छ। जुन हो सर्टको गोजी, नजर हटी दुर्घटना घटी भनेको जस्तै हुन्छ। यो त सुरुवात हो, अगाडि अगाडि हेर्दै जाम के हुन्छ। हामी अन्तिम क्लास सकाएर त्यो पनि फर्स्ट प्लेट पढाइ नभइकन सबैजना सिरियस भएर राष्ट्रिय गान गायौं। यस्तो नेगेटिभ नसोच्नु, फुल बनाउँदै थियो बिग्रेर केर्दैछ। यहाँ मेरो पावर बढी भयो कि सर्टको पावर बढी भयो कि पुरै खराब भयो त्यही पनि ऊ खुसी छ। म चाहिँ बचाएर राखेको थिएँ कसैको लागि, तर ऊ आएन कलेज नै। वो ना सही कोही और, सबै मेरो साथी त हो नि। मेरो सुरुवात यस्तो भयो कि म कलरफुल हुन टाइम नै लागेन मलाई। हरेक हरेक पोज, हरेक हरेक एंगलबाट मायाको चिन्ह प्राप्त गर्दै थियो साथीहरूबाट। एप्स हुँदा हुँदा पनि डुप्लिकेट एप्स बनाइदियो। म चाहिँ आफ्नो सर्टको गोजीको एकदम नै ख्याल गर्दै थिएँ। जहाँ गए पनि त्यो गायब त भएको छैन नि, टिन्न याद आउँथ्यो। मेरो सर्ट भर्न टाइम नै लागेन। बाँदरदेखि लिएर मुसासम्म सबै बनाइदिएको थियो सर्टमा। कहानीमा अब ट्विस्ट आउँछ, जे नसोचेको थियो त्यही भयो। बात बातमा भुलाएर स्वाट्ट तान्देको सबै खुसी। यार म किन दुखिनु, हेरेको सबैको हालत त्यस्तै थियो। एक ठाउँमा यस्तो ग्रुप बनाइसकेको थियो कि सर्टको गोजी त गोजी, प्यान्टको टाका धरीलाई छोडेन केटाहरूले। स्टेजमा छुट्टै मनोरञ्जन भइरहेको थियो। केरकार नगर्ने जति उता हेर्दै रमाइरहेको थियो। साथीलाई देखाएको मेरो पनि यस्तो हालत भयो। के भन्दै थियो अझै, सुरुमा मैले च्यात दिनु पर्ने हो। ओरिजिनल ना सही डुप्लिकेट नै काम चलाउने भयो हामीले। एकछिन बाहिर आएर घुमे घुमे हेरेको सर्ट मेरो पुरै भरिसकेको थियो। डिआई सर साथीहरू सबैजना मिलेर अझै केरकार गर्ने प्रोसेसमै थियो। हामीहरूले व्हाइट बोर्डमा धरी छोडेन, सबैले आफ्नो आफ्नो कला देखायो। सरले पनि आफ्नो मनबाट मायाको चिनो बेस्ट विशेष लेखिदिनु भयो। सर्टमा केरेर पुगेन, अब टाउकोमा नि केर्न पुगिसक्यो। लगभग प्रोग्रामहरू सबै सकिन लागिसकेका थियो। मलाई लाग्यो यति नै रमाइलो हो, अब घर जाउँ जस्तो लाग्यो। बट क्लास 11 को मात्रै सकिएको थियो। हाम्रो अझै बाँकी नै थियो। केक काट्न बाँकी थियो र अर्को अभी तो पार्टी सुरु हुई है। केक काटेर बादलहरू उडायो। सेतो सेतो के हो त्यसको नाम थाहा भएन। छिरिङ दाइले केक काट्नु भयो र हामीले केक खायौं। एकदमै मिठो थियो। आफूलाई नाच्न आउँदैन, तर यो दिन कहिले फर्केर आउँदैन त्यो सोचेर मन झुम्न थाल्यो। सर र साथीहरू मिलेर डान्स गर्यौं।